डडेलधुराको अमरगढी 6 का स्थानीयद्वारा चुनाव बहिष्कार घोषणा। डडेलधुरा अन्तर्गत अमरगढी नगरपालिका 6 का स्थानीय बासिन्दाले आगामी प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। फोहोर मैला व्यवस्थापनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै उनीहरूले औपचारिक घोषणा सभा नै आयोजना गरेर चुनावमा सहभागी नहुने निर्णय सार्वजनिक गरेका हुन्। स्थानीयका अनुसार नगरपालिकाले सुरुमा अमरगढी 5 भजनपुर नजिकैको गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको जानकारी दिएको थियो, तर पछि सोही स्थानमा फोहोर फाल्न सुरु गरिएको भन्दै उनीहरू आक्रोशित बनेका छन्। फोहोर विरुद्ध संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो। उनले उक्त क्षेत्र फोहोर व्यवस्थापनका केन्द्रका लागि उपयुक्त नभएको भन्दै पटक पटक विरोध जनाए पनि माग व्यवस्था गरिएको बताउनुभयो। बस्ती नजिकै रहेको खानेपानीका मुहान, सिँचाइका स्रोत तथा विद्यालय जाने बाटो समेत प्रभावित हुने भएकाले सो स्थान अनुपयुक्त रहेको स्थानीयको भनाइ छ। स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनौट गर्न माग गर्दै माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। उल्लेखनीय छ कि डडेलधुरा शेरबहादुर देउबाको गृह जिल्ला हो। उनी सो जिल्लाबाट 7 पटक निर्वाचित भई 5 पटक प्रधानमन्त्री भइसकेका छन्। यसपटक भने उनी चुनावी प्रतिस्पर्धामा छैनन्।